आज म लिएर आएको छु क्रिस्टल डिमसमको डोको रेसिपी। ल देख्न सक्नुहुन्छ म पोटेटो स्टार्च 360 ग्राम पोटेटो स्टार्च लिनुहोस्। 1000 ग्राम वाटर देख्न सक्नुहुन्छ, 1000 ग्राम वाटर पनि आइसक्यो। 50 ग्राम फ्रेस ओइल। टाइमिङ र यसको मेजरमेन्ट एकदमै सही हुनुपर्छ, तब तपाईको डिमसमको डो एकदमै राम्रो हुन्छ, बबाल बन्छ। आधा पानी मन तातो पानी हालेर हामीले घोलिरहेको छौँ। 500 ग्राम पानी एकदमै उमालेर हाल्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ पानी उम्लिसकेको छ। डोको लागि पानी गरम भइसकेको छ, देख्न सक्नुहुन्छ। एकदमै बबाल बनिसकेको छ, डो पाकिसकेको छ। मेहनत चाहिँ बहुत छ है यसमा। ल साथीहरू, बेला बेला यसलाई फेरि जम्मा गरेर बाँड्नुपर्ने हुन्छ।